दाइले भलक हानिसक्यो अब पहिला हगाएर के खानु खाने चिन्ता। हेलो नमस्ते। आज बिहानको साथसाथै हामी 3 भाइ चाहिँ दानी हेर्नेमा आइसकेका छौँ। दोकानदारू बाँकी रहेछ। हेलो दाजु हाम्रो सरकारीवाला दाजुलाई भेटेर चाहिँ हामीले बाटोमा अनि दाजुले चाहिँ एक पोका आलु पोकेर बिहान हजुर तपाईँ पसल हुनु त पसल आइपुग्ला। पसलकै साइडमा ठ्याक्कै बिहानको 8:30 बजी सुरु गर्ने गर्छु। त्यही पनि शनिबार यो हप्ताको त सधैँ बिहान छिटै चलिरहेको कि त साउको किन आफ्नो मात्रै चलायो भने त लेखा भन्छ नि साउ पनि चल्छ क्या। फाइनली हामी फलफुल चोक आइसकेको छौँ आफ्टर लङ टाइम पछि। हान्दिएन सला उडाइ धन्य एक्सिडेन्ट हो क्या। एक्सिडेन्ट शनिबार हो सबैलाई छुट्टी छ हामीलाई मात्रै कालो अंगूर अरे कहना क्या चाहते हो? बात अंडे वाला बर्गर। मुझे अंडे वाला बर्गर। गाइस हामी फाइनली काममा लागिसकेको छ। यस्तो नरम स्पिडले गर। केही त गर्न आयो सिकाउनु पर्छ भाइ। मैले पर्दैन दाइले भलक हानिसक्यो अब दाइको अब सब्सक्राइब त मालामाल पैसा फालाफाल भन्नुहुन्थ्यो तर यहाँ सर 4 सब्सक्राइबर भन्दा छैन के कुरा गर्नु। एउटाको 4 एउटाकै 144। ल त्यहाँ भन्दा गाइस अब फेरि भेट्दै गरौँला होइन। अहिले चाहिँ हामी काममा लागिसक्यो। बाटोमा के दुनियाँलाई देखाइन्छ र होइन। मलाई अरू कुरो थाहा छैन होइन। तिमी बाहिर आउँछ कि म भित्र आउँ? भन त। पहिला हगाएर के खानु खाने चिन्ता। पहिला भएको भन है तिमी आउँछौ कि बाहिर म भित्र आउँ? छिट्टो यहाँ पैसा लगाएर नत्र म भित्र आउँछु। ढोका त लाउनु पर्छ कमसेकम। के हतारमा ढोका नलाग्यो तिमी भित्र छिर्ने हो नि। कहाँ हल्ला भन न। भन है तिमी बाहिर आउँछौ कि म भित्र आऊ?
ओए रामो बम्बई म भित्र आऊ होइन तिमी बाहिर आउँछ कि म भित्र टीका थली अनि म भ्लग बनाउँछु युट्युबमा बल खेल्दै ल हामी यता भएको कतिजना भयो 4 जना भयो उता कतिजना भयो 4 जना कतिजना भयो यता ल 4 जना भएन ल भयो ल 4 जना ल हामी सुन्नु मिल्दैन है ल 4 जना त ल ल चल्यो ल ल यता भएको 4 जना यता उता भएको 4 जना उता है ल त्यो कालो लाउने भाइ निलो लाउने भाइ कुन भाइ हो ल उताको कतिजना 5 जना भयो ल म डिफेन्डर मलाई हार भाइ किपर हो केही हुन्न कि एकजना केटीकेटीहरू रमाइलो हुन्छ हामी मजा खेल्दैन बिस्तारै खेल्ने क्या केही नि हुँदैन ल स्टार्ट हान्ने होला हाम्रो मलाई को भन्ने पनि थाहा भएन फाइनल्ली सेभ हानिसकेका मैले त को भन्ने पनि थाहा पाएन को यता फ्यान पास्थे को त नि खोज्दैन हाम्रो खोइ माग आउनु त दाइ यता भन्दै हजुर ए हाम्रो ए को हाम्रो खोइ ए तिमी हो खोइ ए आउनु त उता जाऊ माग्न जाऊ ल ल आयो हेर तिमी है ल आयो तिमी गोल गोल पछाडि क्यान चाहिँ उलेर आएपछि अनि काँडे कपाल काट्छ र पाल्छ यो हाम्रो चान्टे भाइ दिदी ए लजा रे मामाजी खतरा हानिदिनु पऱ्यो है ल मामा भाइरल हुनु पऱ्यो भन्दै त्यही हानेर भाइ त्यही हाने भाइ आधी आधी हाने होइन 3 गते तनहुँको यात्रा 3 गते 29 गते
अनि बिहा चाहिँ तिमी गरे फर्किँदैन एकछिन सर फर्किँदैन त्यो पनि फर्किँदैन एकछिन फर्किएर अहिलेको ल फुल फुल हेलो तपाईँ गइसक्नु भयो कि आउँदै हुनुहुन्छ कति टाइम लाग्ला मेरो मोबाइल हेर्दा लेकिन ये साला कर क्या रहा है यहाँ पे सिस्टम अलग हम तो छोटे लोग हैं, हम तो सिर्फ वीडियो ही बना सकते हैं।